नमस्ते, स्वागत छ। 6 महिनापछि शिशुको हेरचाह, ठोस खानेकुरा र पानीमा। पार्ट 1 मा हामीले 6 महिनाभन्दा कम उमेरका शिशुलाई किन पानी, नुन र चिनी दिनु हुँदैन भनेर सिक्यौं। तर जब उनीहरू 6 महिनाका हुन्छन् तब के हुन्छ? हाम्रो बेबी केयर सिरिजको पार्ट 2 मा स्वागत छ। 6 महिनामा तपाईको शिशुले एक प्रमुख कोसेढुङ्गा पार गर्छन्। उनीहरूको शारीरिक विकासमा महत्त्वपूर्ण परिवर्तन आउँछ। यस उमेरमा उनीहरूको पाचन प्रणाली बलियो हुन्छ र मृगौलाहरू किडनी अझ परिपक्व हुन्छन्, जसले ठोस खानेकुरा पचाउन मद्दत गर्छ। जन्मदेखि शिशुमा रहेको आइरनको प्राकृतिक भण्डार घट्न थाल्छ। यसको अर्थ अब ठोस खानेकुरा सुरु गर्ने समय आएको छ। अब पानीको बारेमा कुरा गरौँ। 6 महिनापछि तपाईले शिशुलाई उमालेर सेलाएको पानीको साना घुट्का दिन सक्नुहुन्छ। हो, यो उमेरबाट उमालेर सेलाएको पानीका ससाना घुट्का मात्र दिन सकिन्छ। तर याद राख्नुहोस्, आमाको दूध वा फर्मुला नै उनीहरूको हाइड्रेसन र पोषणको मुख्य स्रोत हो। यस चरणमा पानी केवल अभ्यासका लागि मात्र हो, दूधको विकल्प होइन। नुन र चिनीको सन्दर्भमा के गर्ने? शिशु 6 महिनाको भए पनि कम्तीमा 1 वर्षको नभएसम्म थपिएको नुन र चिनी दिनबाट जोगिनुहोस्। उनीहरूको मृगौला अझै विकास भइरहेको छ र अत्यधिक नुन वा चिनी उनीहरूको लागि राम्रो हुँदैन। हामी चाहन्छौँ कि उनीहरू खानेकुराको प्राकृतिक स्वाद मन पराउन्, गुलियोको लत नहोस्। त्यसैले चिनी र नुनबाट टाढा राख्नु नै बुद्धिमानी हुन्छ। यहाँ एक महत्त्वपूर्ण सुरक्षा चेतावनी छ जसलाई कहिल्यै बिर्सनु हुँदैन। 1 वर्षभन्दा कम उमेरका शिशुलाई कहिल्यै पनि मह नदिनुहोस्। महले इन्फान्ट बटुलिजम निम्त्याउन सक्छ, जुन दुर्लभ भए पनि गम्भीर रोग हो। प्राकृतिक मिठासका लागि मसिएको फलफुलमा मात्र भर पर्नुहोस्। अब ठोस खानेकुरामा के सुरु गर्ने? आइरन र ऊर्जामा ध्यान दिनुहोस्। मसिएको दाल, अण्डाको पहेँलो भाग वा फोर्टिफाइड सिरियल जस्ता आइरनयुक्त खानेकुराबाट सुरु गर्नुहोस्। खानेकुराको बनावट, टेक्सचर महत्त्वपूर्ण हुन्छ। नरम प्युरीबाट सुरु गर्नुहोस् र शिशुले चपाउन सिक्दै जाँदा बिस्तारै बाक्लो बनावटका खानेकुरा दिन थाल्नुहोस्। प्रत्येक शिशु फरक हुन्छ, त्यसैले कुनै पनि चिन्ता भएमा सधैँ आफ्नो बाल रोग विशेषज्ञसँग परामर्श लिनुहोस्। एलर्जी जाँच गर्नका लागि सधैँ एक पटकमा एउटा मात्र नयाँ खानेकुरा दिनुहोस्। के यो जानकारी तपाईलाई उपयोगी लाग्यो? नयाँ अभिभावकसँग यो भिडियो सेयर गर्नुहोस् र विज्ञानमा आधारित थप प्यारेन्टिङ सुझावहरूको लागि सब्स्क्राइब गर्नुहोस्। अर्को भिडियोमा भेटौँला।